नमस्कार सम्पूर्णलाई हजुरहरूलाई कस्तो हुनुहुन्छ सबैजना सन्चै हुनुहुन्छ होला है। म दार्जिलिङ ढोनी ब्लग्सबाट हजुरहरूलाई धेरै दिन बाद फेरि एउटा सानो भिडियो बनाइरहेको छु है। कस्तो खालके भन्दाखेरि चाहिँ विशेष हजुरहरूलाई निमन्त्रणा अथवा इन्भिटेसन है। अनि कवाखाली प्ले ग्राउन्डमा नयाँ संविधा एक्जिबिसन सुरु भइसकेको छ है। 21 अगस्तदेखि 26 अगस्तसम्म 6 दिनको यो विशेष कार्यक्रम भइरहेको छ। यस कार्यक्रममा हाम्रो भारतका गृहमन्त्री श्री अमित शाहज्यू पनि स्वयं भोलि उपस्थिति हुनुहुँदैछ र त्यो सँगसँगै हाम्रो पश्चिम बङ्गालका सिएम शुभेन्द्र अधिकारी सरजी पनि विशेष उपस्थिति हुनुहुँदैछ अनि अन्य गणका विशेष व्यक्तिगणहरू पनि उहाँ विशेष उपस्थिति छ। अनि हजुरहरू पनि सम्पूर्णलाई यस कार्यक्रममा हजुरहरू उपस्थिति हुनुहुन्छ। आउनुहोस् अनि धेरैवटा कुरो कानुनी सम्बन्धी है, धेरैवटा जानकारीमूलक यस कार्यक्रम भइरहेको छ। यस कार्यक्रममा हजुरहरू पनि सबैजना सहभाग हुनुहोस् है। अनि म पनि भोलि जाँदैछु है र हजुरहरू पनि सबैजनालाई एकदमै स्वागत छ यस कार्यक्रममा। धेरैवटा क्विज कम्पिटिसन है, अनि इन्फ्लुएन्स क्विज कम्पिटिसन अन्य धेरैवटा राम्रो कार्यक्रमहरू विशेष आयोजना गरिएको छ यस नयाँ संविधा एक्जिबिसनमा है। 6 दिनको कार्यक्रम हो, 26 अगस्तसम्म छ। त्यसले गर्दा हजुरहरूले पनि यस कार्यक्रमलाई विशेष उपस्थिति दिनुहुन्छ भनी म हजुरहरूलाई बिन्ती टक्राउँदैछु है। र हजुरहरू पनि यस कार्यक्रममा भोलिको यो विशेष कार्यक्रममा तपाईँहरू पनि सबैजना आउनुहोस् है। आएर हामीले यस कार्यक्रमको शोभा बढाउँ अनि धेरैवटा कुरा हामीले जानकारी पाऊँ, बुझौँ, सिकौँ है। त्यसले गर्दाखेरि हजुरहरू पनि आउनुहोस् ल। सम्पूर्णलाई हेर्दै गर्नुहोला। यसरी नै हजुरहरूलाई म भोलिको कस्तो खालके कार्यक्रम हुने रहेछ, के रहेछ, कसो रहेछ है, भिडियो मार्फत हजुरहरूलाई म लाइभ मार्फत है हजुरहरूलाई यस कार्यक्रमलाई म पनि देखाउने छु। हजुरहरूको पनि समय मिले हजुरहरू सम्पूर्ण आउन सक्नुहुन्छ र विशेष विद्यार्थीगणहरू पनि यस कार्यक्रममा हजुरहरू पनि आएर यस कार्यक्रमलाई शोभा बढाउनुहोस् अनि हजुरहरूले धेरैवटा कुरो सिक्नु सक्नुहुन्छ यस कार्यक्रमबाट। ल हजुरहरू सबैलाई आउनु होला। भोलि म पनि जानेछु र हजुरहरू पनि सबैलाई मोस्ट वेलकम भन्दै आजलाई शुभरात्रि। ल बाई बाई।